हेलो नमस्कार साथीहरू सबैजनालाई। आज चाहिँ म एउटा विषयमा बोल्न आइरहेको छु। अहिले हाम्रो नेपालमा भइरहेको राजनीतिक प्रतिशोधको विषयमा, जुन अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने विरुद्ध भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर भन्ने अभियान रासोपाले चलाइरहेको छ। त्यसमा विभिन्न देश विदेशबाट सहभागी भइरहनु भएको छ र आज म पनि अहिले हाल कतारमा छु। सुनेको छु अहिले एक हप्ता जति भयो 12 लाखभन्दा बढीले हस्ताक्षर गरिसक्नु भएको छ। म पनि विभिन्न कामको कारणले गर्दाखेरि अहिलेसम्म यो गर्न पाएको थिएन। आज चाहिँ यसो फुर्सद निकालेर म पनि यसमा समावेश भौँ कि भनेर आएको छु। हजुरहरूको पनि यदि इच्छा छ भने इच्छा पनि राख्नु पर्यो साथीहरू। यतिका वर्षसम्म हामीले विभिन्न पार्टीका राजनीतिक दलहरूलाई मौका दिएर अहिले नेपालको हालत त्यस्तै छ हैन। त्यसकारणले गर्दाखेरि विदेशमा रहने नेपालीहरूलाई म आग्रह गर्न चाहन्छु, हजुरहरूले पनि विभिन्न सोशल मिडिया तर्फबाट यस्तो किसिमको एउटा लिङ्क पाउनुहुन्छ। यो पेपर चाहिँ यसरी नजिकैको साइबरमा गएर निकालेर चाहिँ आफ्नो साथीहरूलाई यसमा हस्ताक्षर गर्न लगाउन र WhatsApp नम्बर तल दिएको हुन्छ, यो चाहिँ यसमा पठाउन सक्नुहुन्छ। यतिका वर्षसम्म तपाईँ हामीले विभिन्न पार्टीहरूलाई भोट दियौँ, मौका दियौँ, देश बनाउँछन् कि भनेर, तर खै अहिलेसम्म पनि केही भएको छैन। यसको लागि अब एउटा आशा लाग्दो मान्छे आएको थियो देशमा केही गर्छु भनेर, त्यसलाई पनि आफ्नो प्रतिशोधको लागि अहिले नहुने कुराहरू आरोप लगाएर जेलमा राखिरहेका छन्। यसको लागि चाहिँ हामी जनताहरूले आवाज उठाउनै पर्छ। विशेष गरी हामी विदेशीहरूले पनि आवाज उठाउनु पर्ने जरुरी हुन्छ। हुन त मैले अहिलेसम्म रवि लामिछानेलाई भोट पनि गरेको छैन र रवि लामिछानेको 1 रुपैयाँ पैसा पनि खाएको छैन र म राष्ट्रिय स्वतन्त्र पार्टीको झोले पनि होइन। तर मनदेखि चाहिँ रवि दाइमाथि एकदम आशा लाग्ने भएको हुँदाखेरि जसरी अहिले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर भन्ने अभियान आएको छ, त्यसमा सहभागी हुन आएको हो। हजुरहरूले पनि सहभागी भई साथ दिनुहोला। हस्त धन्यवाद।